नमस्कार सम्पूर्णमा म प्याट्रिक शेर्पा ग्याङमेन ट्रपिकल अर्किड इन्चार्ज रम्फू विभाग मनसङ हजुरहरूलाई बितिँदै भएको कुरा हो कि वर्ष 2024 को फरवरी महिनादेखि मनसङ सिन्कोना बगान अन्तर्गत रम्फू सिन्कोना बगानमा ट्रपिकल अर्किडको नर्सरी सुरु गरिएको छ। उक्त नर्सरीहरूमा जम्मा 5 प्रजातिको अर्किडहरू लगाएको छ। तीमध्ये यो क्याटेलिया हो। जम्मा 1872वटा क्याटेलियाका पौधाहरू अहिले हामीसँग उपलब्ध छ। आरुबटेमा अवस्थित यो नर्सरीमा अहिले यसरी क्याटेलियाको पौधाहरूमा झकमक्क फुलहरू फुलिरहेका छन्। अझ धेरै पौधाहरूमा भने फुल फुल्न बाँकी नै छन्। यो चाहिँ डेन्ड्रोबियम अर्किड हो। जम्मा 22,565वटा डेन्ड्रोबियमका पौधाहरू हाम्रो आरुबटे अनि कुम्रेको नर्सरीहरूमा उपलब्ध छ। लगभग 21 महिनाको अन्तरालपछि प्राय सबैजसो डेन्ड्रोबियमका पौधाहरूमा यसरी नै झकमक्क फुलहरू फुलिरहेका छन्। गर्मीको समयमा उखुमै गर्मी हुने यस ठाउँमा काम गर्न धेरै कठिनाइ छ। निधारबाट अविरल पसिनाको धारा बगाएर गरेको मेहनत र परिश्रमले हामी सफलताको सिँढी उक्लन्दैछौँ भन्दा कुनै अतियुक्ति नहोला। यो देखिने फुलहरू कुम्रेको 7 नम्बर पोली हाउसमा अवस्थित छन्। यो पोली हाउसभित्र मात्र लगभग 14,903वटा डेन्ड्रोबियमका पौधाहरू छन्, जसमा हरेक पौधाहरूमा प्राय यसरी नै फुलहरू फुलिरहेका छन्। एउटा आमाले आफ्नो नानीको स्याहार सुसार गरे झैँ यी फुलहरूलाई हरेक दिन हामीले स्याहार सुसार गर्नुपर्छ। एक दिन पनि यदि हामी चुक्यौँ भने यी फुलहरूमा कुनै न कुनै कमी कमजोरीहरू हामी देख्न सक्छौँ। यो सिङ्गापुर व्हाइट डेन्ड्रोबियम हो। कुम्रेको 3 नम्बर पोली हाउसमा यसरी यो फुलहरू झकमक्क फुलिरहेका छन्। यो चाहिँ मोक्रा हो। जम्मा 5,160वटा मोक्राका पौधाहरू हामीले प्राप्त गरेका थियौँ। तीमध्ये केही पौधाहरूमा यसरी खुबै सुन्दर फुलहरू फुलिरहेका छन् भने अझै केही पौधाहरूमा फुल फुल्न बाँकी नै छ। यो मोक्राको पौधाहरू आरुबटेको नर्सरीमा अवस्थित छन्, जसमा यसरी सुन्दर फुलहरू मोक्राको पौधाहरूमा फुलिरहेको हामी देख्न सक्छौँ। अनि यो सुन्दर देखिने फुल चाहिँ भेन्डा हो। जम्मा 8,837वटा भेन्डाका पौधाहरू हाम्रो आरुबटे अनि कुम्रेको नर्सरीहरूमा लगाएका छौँ। तीमध्ये प्राय सबै भेन्डाका पौधाहरूमा मन नै लोभ्याउने यस्ता सुन्दर फुलहरू फुलिरहेका छन्। यो कुम्रेको पोली हाउसभित्र भएको भेन्डा हो, जुन पोली हाउसभित्र यसरी विभिन्न कलरका भेन्डाका फुलहरू फुलिरहेका छन्। यी फुल हेर्न आउने हर कोहीको मनलाई लोभ्याउँछन् यी सुन्दर फुलहरूले। यो चाहिँ फेलोनेप्सिस अर्किड हो। 19 जुलाई 2025 को दिन जम्मा 2,858वटा फेलोनेप्सिस अर्किडको पौधाहरू हामीले कुम्रेको नर्सरीमा लगाएका छौँ। सुरुवाती समयमा भएकोले गर्दा अहिले यसमा कुनै फुलहरू देख्न सकेका छैनौँ, तर निकट भविष्यमा यी पौधाहरूमा पनि हामी सुन्दर फुलहरू अवश्य देख्न सक्छौँ। पहिलोचोटि हामीले यो अर्किडको पौधाहरू हाम्रो
नर्सरीमा लगाएका छौँ र अरू पौधाहरूमा जस्तै यी पौधाहरूमा पनि सुन्दर फुल फुलेको हेर्नको निम्ति हामी सबैको मनमा आतुर लागेको छ। म लगायत मेरो सम्पूर्ण टिमले यो नर्सरीभित्र दिनरात एक गरेर मेहनत र परिश्रम गरिरहेका छौँ। धन्यवाद।